जाम्बो राधे राधे सबैजनालाई फेरि आज सन्डे हामी आउटिङ गयौँ। आज चाहिँ हामी पार्कमा गएर खाना खाने प्लान भएर चाहिँ हामी बाहिर निक्ल्यौँ हो। अब अस्ट्रेलियामा मोस्ट अफ द टाइम अब टाइम स्पेन्ड गर्ने भनेकै आफ्नो पार्टनर हस्बेन्ड वाइफसँग हुन्छ, किनभने अब साथीहरू पनि हुन्छ, दाजुभाइ दिदीबहिनीहरू हुन्छ, तर आफ्नो आफ्नो काम आफ्नो आफ्नो कामले गर्दाखेरि अलिकति बिजी हुन्छ। त्यो भएर भनेको जस्तो अब टाइमहरू स्पेन्ड गर्नु पाउँदैन। डजन्ट मिन वी डोन्ट टेक केयर, वी डोन्ट अब मिट गर्ने नगर्ने पनि होइन। कोही बेला चाहिँ समय निकालेर हामी भेटघाट चाहिँ गर्दै नै गर्छौँ। अन्त मलाई पर्सनल चाहिँ डिपेन्डेन्टहरू भएर आउनेहरू चाहिँ एकदम बोल्ड जस्तो लाग्छ, किनभने पार्टनरमा आएको जस्तो प्रिभिलेजहरू अलिकति हुँदैन उनीहरूकोमा। त्यो भएर मलाई चाहिँ त्यस्तो लाग्छ। अन्त त्यस्तो व्यक्तिहरूमा चाहिँ एकदम मेरो एप्रिसिएसन छ। कति बाध्यताले आउनुपर्छ, कति केहीले होइन, आफ्नो आफ्नो एउटा रिजन हुन्छ। अन्त म आफै प्राउड लाग्छ, किनभने लाइक म जस्तो सबै व्यक्तिहरू दे गो थ्रु लट अफ स्ट्रेस होइन। वर्कको स्ट्रेस, भिजाको स्ट्रेस हुन्छ, अन्त फ्यामिलीको एक्सपेक्टेसन हुन्छ कति कुरोमा होइन। बट देन we tackle all those and then we still stand stronger. तर साथसाथै हामीले अब लाइफ पनि इन्जोय गर्नु छोड्नु हुँदैन जस्तो लाग्छ। we make monies and we gonna die one day होइन। सो सबै कुरो ब्यालेन्स लिएर गर्नु चाहिँ एकदम च्यालेन्जिङ छ, बट we also need to carry those aside होइन। किनभने अब मान्छेकोमा पैसा हुन्छ, दे हेभ लाइफ लङ सेभिङ्सहरू कति हुन्छ होइन। स्टिल देन पिपल आर आफ्टर मनी एन्ड इट्स काइन्ड अफ लाइक अ लुप होइन। सो इट नेभर एन्ड्स। त्यो चाहिँ मलाई एउटा साइकोलोजिकल सेफ्टी जस्तो पनि लाग्छ, बिकज इफ यु हेभ अ मनी, भोलिको दिन केही भयो भने पनि मेरोमा पैसा छ भन्ने टाइपको एउटा त्यस्तो टाइपको सिक्युरिटी माइन्डमा दिन्छ। सो द्याट्स हाउ त्यो खालको सेक्युरिटी पनि एकदम इम्पोर्टेन्ट हो। बट वी अल्सो निड टु नो वेन इट इज इनफ होइन। वेन यु थिङ्क द्याट यति पैसाले चाहिँ म अब मेरो अब फ्यामिलीहरूसँग राम्रो टाइम स्पेन्ड गरेर म मेरो लाइफ जिउनु सक्छु भन्ने टाइपको एउटा सोच हुनु पर्यो जस्तो लाग्छ। अन्त पैसाले के गर्नु सक्दो रहेछ भनेर पनि धेरै कुरोहरू अस्ट्रेलियामा आएर थाहा हुँदो रहेछ होइन। अन्त कति मान्छेहरू दुखिया पनि हुँदो रहेछ, किनभने फल्नाले यस्तो गर्यो, फल्नाले यस्तो गर्यो, म यस्तै भइरहेको छु भन्ने टाइपको सोचहरू पनि कोही दिन लान्छ। किनभने वी कम्पेयर आवरसेल्फ विथ आफ्नो साथीहरू या किनभने दाजु भाइ दिदी बहिनीहरूसँग कम्पेयर गरिन्छ। इट्स काइन्ड अफ ओके होइन। बट एट टाइम इट मेक्स अस टु थिङ्क वी आर नट डुइङ इनफ, त्यस्तो टाइपको अब सोचाइहरू पनि आउँछ। बट मलाई चाहिँ के लाग्छ भने मोर देन द्याट अब अस्ट्रेलियामा आएको फाइदा चाहिँ उठाउनु पर्यो भनेर अब त्यस्तो भएको विचार सोचहरू भएकोले चाहिँ अब पोजिटिभ एक्सपिरियन्स, पोजिटिभ थिङ्ग्सहरू अगाडि ल्याउनु सक्छ जस्तो लाग्छ मलाई चाहिँ। ल साथी हो, त्यो थियो आजको भिडियो। यो हौडे बेसी बोल्नु थाल्यो भने हो यस्तो हुन्छ र त।